दर्शकवृन्द, अबको केही मिनेटमा यो घर भत्किँदैछ। यो धोबी खोलाको छेउमा रहेको यो घर हो। केही वर्षदेखि राजनीतिक आडमा संरक्षण पाएर सरकारी जग्गामा यस्ता भवनहरू बनेका थिए, तर अन्ततः बालेन सरकार आएपछि यो 7 तले महल भत्किँदैछ। धोबी खोलाको छेउमा रहेको यो घर अबको केही मिनेटमा माटोमा परिणत हुनेछ र केही वर्षदेखि राजनीतिक संरक्षणमा यो महल ठडिएको थियो। अब सरकारी जग्गा मिचेर खानेहरूको दिन हराम भएको छ र यो 7 तले महलभित्र रहेका सम्पूर्ण बिजनेस र धेरै जसो व्यापारका केही हबहरू खुलेका थिए, ती हबहरू यसरी ओसार पसार गरिदिन्छ। यो दृश्य देख्न सक्नुहुन्छ। अबको केही छिनमा मात्रै यो बालेन सरकारले भत्काउँदैछन् र यहाँ डोजर लाग्दैछ। यी भन्दा केही माथि क्षेत्रमा रहेका ठुल्ठुला यी भन्दा आलिशान महलहरू भने डोजरले भत्काइरहेको छ। अबको केही मात्र मिनेटमा यो घर चाहिँ भत्किने तर्खरमा छ र केही वर्षदेखि राजनीतिक संरक्षण र राजनीतिक आडमा चाहिँ यस्ता सरकारी जग्गामा बनाइएका संरचनाहरू भने जाग्दै आएका थिए र बचिरहेका थिए। अब बालेन सरकारले कसैलाई नछोड्ने नीति नियम बनाएका छन्। यो दृश्य हेर्न सक्नुहुन्छ।